हेलो एभ्रिवान, नमस्ते। आज धेरै महिनापछि एकजना दिदीसँग फोनमा कुरा भयो। उहाँले भेट्न बोलाउनु भयो। हाम्रो भेट 5 महिनापछि भेट हुँदा एकदमै खुसी लाग्यो मलाई। त्यस पछाडि हामी दुवैजना दरबारबाग गयौँ र त्यहाँ गएर एकदमै स्वादिलो ब्रेड खायौँ र रमाइलो कुराकानी गऱ्यौँ। हामी दुवैजना एक आपसमा कुरा गर्दै फोटो भिडियो बनाउँदै हामी ब्रेड खायौँ। ब्रेड पनि एकदमै मिठो रहेछ। खाँदा खाँदै हामीलाई चाहिँ अगायो, पेट भरियो। खाना खान अगाडि चाहिँ दिदीले भगवानलाई दर्शन गर्नु हुँदो रहेछ। हाम्रो दिदी चाहिँ एकदम रमाइलो हुनुहुन्छ। अनि हामी बाहिर निस्किए। दिदीले चाहिँ चस्मा किन्ने भनेर हामी एउटा चस्मा दोकानमा छिर्यौँ। दिदीले चाहिँ भनेको जस्तो चस्मा नपाएर किन्नु भएन। बरु मैले चाहिँ एउटा चस्मा किनेर पनि लगाइसकेँ। किनेर लगाएर फोटो भिडियो पनि खिच्न गएँ। त्यस पछाडि दिदीले चाहिँ कपाल स्ट्रेट गर्ने सोच भएर हामी चाहिँ पार्लर खोजे। हामी चाहिँ लिफ्ट चढेर 3 तला माथि मुन्नी सलुनमा छिरे। त्यहाँ 3 तला माथि चाहिँ ट्रेनिङ रहेछ। तपाईहरु कपाल स्ट्रेट गर्ने इच्छा हो भने चाहिँ पल्लोपट्टि बिल्डिङमा जानु भनेर हामीलाई पल्लोपट्टि बिल्डिङमा पठायो र हामी त्यहाँ छिरे। दिदीले चाहिँ खै किन मन चेन्ज गर्नुभयो, अर्कै पार्लरमा जाउँ भनेर हामी लिफ्ट चढेर नेक्स्ट पार्लर टोनी एन्ड जे सलुनमा छिरे। त्यहाँ गएर दिदीले थ्रेडिङ, हेयर ट्रिटमेन्ट अनि ब्रोडायर अनि हेयर कटिङ गर्नुभयो। यो पार्लर चाहिँ नेपालको सबैभन्दा राम्रो र महँगो पार्लर रहेछ। साँच्चै भन्नुपर्दा गाइज, हेयर कटको मात्रै 2800। म त तर्से नि हो। पैसा अनुसार काम पनि राम्रो भनेर एकदमै ह्याप्पी दिदी चाहिँ। ओके गाइज, अहिलेलाई यति। नेक्स्ट ब्लगमा भेटौँ है।